Welcome to our Gatlang store. Yes. यहाँ चाहिँ हाम्रो विभिन्न सामानहरू पाइन्छ। सो हेलो नमस्ते सबैजना स्वागत छ मेरो अर्को नयाँ भ्लगमा। अनि सधैँ आज पनि एउटा नयाँ भ्लग लिएर आएको छु। अनि अहिले चाहिँ म कलेज जाँदैछु हैन। अनि दिनभरि के हुन्छ सो हेरिदिनु सबैजनाले। सो गाइज होइन फाइनली कलेज आइपुग्यो। ढिलो भइरहेछ डेन्जर पारामा। त्यही हो अब होइन गाह्रो। सो साथीहरू होइन के छ? ठिक छ यार। हाम्रो भर्खर क्लास सक्यो होइन। ट्याग लगाएर घर जान लाग्यो, रुम जान लाग्यो। अनि ट्याग लगाएर कस्तो भयो त आज? आज के चाहिँ क्लासहरू नेपाल पेटमा अल गुड? सुतियो मजाले। सुतियो? लास्टमा मलाई कसले बोलायो? मलाई त लास्टमा चाहिँ कसले बोलायो? समीले बोलायो हैन। मैले उलाई ख्याची भने सक्षम भने के हुन्छ आजको दिन के हुने उरास लाग्दो गरी। ल त्यही हो गाइज होइन। अब क्लास नि सक्यो होइन। अब रुम फर्केर के हुन्छ घरमा गएर डङ्गामा सुत्ने भन न। त्यो सुत्दैन म चाहिँ के हुन्छ हेर्दै जानु है गाइज। कस्तो भयो? बवाल भयो। इंग्लिशको लेख्नु पर्यो। आमा कति छ भने आफू हुने चाहिँले बबाले हो, गर्ने के हैन, पढ्ने के हैन। सो साथी होइन ट्याग लगाएर कलेजबाट फर्केर नि अहिले 3 बजिसक्यो होइन। अनि माथिबाट सामान पठाएको छ अरे। यो आफ्नो त ड्युटी त्यही भयो आजभोलि होइन। अनि एक्जाम नै आउनु आँटेछ मेरो। अनि अलिअलि प्रिपरेसन त गर्नु पऱ्यो साथीहरू। त्यही हो अब यहाँ मसँग 500 रुपियाँ छ। त्यसले पुग्छ कि पुग्दैन गाडी भाडा हेरौँ। अब उसले भर्खर 500 रुपियाँ पठाएको छ। अब त्यसले पुग्यो भने चाहिँ गयो, होइन भने गाह्रो हुन्छ। त्यही हो साथीहरू होइन। अनि अहिले चाहिँ म मासुरी जानु लाग्यो सामान लिन। 2वटा गाडीमा पठाएको छ अरे। एउटा चाहिँ अघि नै आइपुगेछ। अनि एउटा माथिको गाडी चाहिँ भर्खर यता टोकातिर आइपुग्यो अरे। अब म नि ट्याक्क लगाएर त्यहाँ बस्नुपर्ने हुन्छ। सिधेर है। सुगाइज होइन सामान यता आइसक्यो होइन। म यहाँ अलिक ढिलो भयो कि पुगिरहेको छु। ट्याक्सी नि पाइसक्यो अब होइन। भाडा चाहिँ अलिक पुगेन मसँग, अलिक कम छ कि त्यही भएर। सो होइन अब सामान कहाँ पुग्यो थाहा भएन मलाई चाहिँ। अहिले चाहिँ यहाँ एउटा सामान अर्को गाडीमा पठाएको चाहिँ लिइसकेँ मैले। अनि यहाँ ट्याक्सीहरू सबै भइसक्यो। त्यो कहाँ बिजोग हुने भयो यार मलाई त। नोबेल ब्याङ्कको अगाडि बसिरहेको छु भनेको कहाँ जानुभयो सानो बिजोग भयो। सो साथी होइन जसो तसो मैले यहाँसम्म सामान ल्याएँ होइन। यस्तो गाह्रो छ कि यस्तो गाह्रो छ। नासु बौद्धमा आइपुग्यो भर्खर। अनि ट्याग लगाएर सामान ल्याएछ। सामान न ये सामान ए मैले प्रकाशको आज चाहिँ यो भिडियो हेर्दै पर्छ। हेर्नु दुःख के को
सिधा लैजाउँ न आमा पनि यहाँ भिडियो अब के गर्नु हातले मम्मी जान्छ कि म जान्छ अब हेर्नु नाम सङ्गीता तपाईँले हेर्नै पर्छ यो भिडियो यहाँले चाहिँ हेर्नुहोस् प्रकाश खोक्दै गरेर गइरहेको छु उता फर्स्टै भारी रहेछ मार आमा के बोल्न जाँदैन यो विषयमा यहाँ मिनिमम पचास केजी मसिन है फाइनल धोको भिडियो बनाइदिनु यहाँ आइसक्यो प्रकाश यहाँलाई लिएर टिकट गङ्गा गयो केटोले पुग्यो अब ल हामी गङ्गा चाहिँ गर्छौँ ल बाहुबली फाइनली डेस्टिनेसन आइपुग्यो त सो गाइज होइन फाइनली अहिले चाहिँ हामी यता पसल आइपुग्यो होइन भर्खर अनि त्यही हो होइन अब खाजा खानुपर्ने हुन्छ भोक लागेर ढल्न आँटिसक्यो मान्छे रिङबाट लागिसक्यो होइन यति दुःख भयो यति दुःख भयो थेट दुईवटा गाडीमा पठाएर रहेछ त्यसमाथि न नम्बर छ न के छ होइन विदाउट म्यासेज विदाउट केही भएको छैन कुरो 1 घन्टा धुलो हुने गरी अहिले फाइनली पठाउन आइपुग्यो है त्यही हो साथीहरू होइन अब हल्का फोटो खिच्नु पर्ने हुन्छ सो अहिले चाहिँ हामीले घिउहरू हालि ल्याइसक्यो होइन यता पुऱ्याइसक्यो होइन फाइनली अनि सामानहरू नि ट्याक्क मिलाएर रहेछ गङ्गाले यसरी हरेक सामान पाइन्छ यहाँ होइन नेपालीदेखि लिएर चाइनिज सामान ट्याक्क ल्याएर अनि यहाँ 3 जना आज चाहिँ साउनी भएर रहेछ म चाहिँ यस्तो सामान पुऱ्याउन आएको अब चाहिँ ट्याक्क लगाएर हाम्रो बन्द गर्नु लागेको रहेछ होइन पसल बन्द गर्नु लागेको रहेछ है सानो छ जस्ट बबाल छ ल केही जाऊ नि त तिमीहरू दुईजना के भन्नुहुन्छ ल हाम्रो प्रकाशको युट्युबमा चाहिँ लाइक सेयर कमेन्ट त्यो त धेरै भइसक्यो गरिदिनु होला अनि केही सामान चाहियो भने यहाँ आउनु होला चाइनिज फुडहरू पाइन्छ खानालाई घिउहरू नि पाइन्छ लोकल प्रोडक्टहरू धेरै पाइन्छ त्यही हो गङ्गाले कति बेच्यो कसरी बेच्यो आज मैले यसो फलाक्क घुमेर यसरी हेर्दा यस्तो साथीहरू है सामानहरू छ होइन अनि हामीले आज धेरै सामानहरू बेचिसक्यो आइदिनुहोस् यहाँ चाहिन्छ खानेकुरा दामी दामी मिठो मिठो खानेकुराहरू छ हेर्नु सस्तोमा मिठो मिठो छ त्यही हो स्वागत सो हेलो एभ्रीवन वेलकम टु आवर गतलाङ स्टोर यहाँ चाहिँ हाम्रो विभिन्न सामानहरू पाइन्छ अनि पिठो सिठो सब पाइन्छ होइन तपाईँहरू एकचोटि बौद्धमा भिजिट गर्नु होला भिजिट गर्नु होला अनि हाम्रो स्टोर चाहिँ माथि गातलाङ स्टोर हो होइन ठ्याक्कै यो बौद्ध अनि यहाँ सो साथीहरू होइन अनि यहाँ अङ्कलको चाहिँ हाम्रो देख्न सक्नुहुन्छ हिमालयन यसो एडभर्टाइजमेन्ट एउटा जाउँ नि त अङ्कल कस्तो छ तपाईँको यसो भन्यो हेलो नमस्ते सबैजनाले हाम्रो यहाँ हिमालय ट्रेसर हाउसमा चाहिँ लोकेसन चाहिँ बहुत ठुलो गण्डीदेखि अलिकति अगाडि आएर अन्त कोतो रेस्टुरेन्ट भन्ने एउटा छ त्यसको मुनि छ यहाँ चाहिँ हाम्रो यहाँ भुटानको काठहरू पाउँछ हिमालय क्रिमहरू पाउँछ अर्को सानो सानो केटीहरू लगाउने कानको यस्तो खालको पाउँछ यस्तो राम्रो राम्रो कोरियन मेड यस्तो सेहरू पनि पाउँछ कोही इन्ट्रेस्ट लाग्यो भने प्लिज भिजिट गर्नुहोस् थ्याङ्क यू हस् अहिले बाई बाई ओके बाई बाई ओके